नमस्कार। के गर्दै हुनुहुन्छ? औषध छिर्दैछु सर। त्यही त हावा लागेको बेला बुरुर छरेको देखे। हजुर। अनि के भएर छर्दै हुनुहुन्छ? यो सर टमाटरलाई रोग लाग्छ, त्यही भएर औषध छिर्न। हजुरको शुभ नाम? मेरो नाम धनराज ओली। कपुरकोट गाउँपालिका पर्छ सर, वडा नम्बर 5 खाली हो। खाली तरकारी त टन्नै लाउनु हुँदो रहेछ है। ततासुकै तरकारी यो त पुरै गाउँले तरकारी गर्छ सर। ए यो बर्खे तरकारी। हजुर बर्खे। है रोग लागो त्यस्तो त देख्दिनँ मैले त। यो सर कोही यसको मुरहरू जल्या छन् अनि यो फुलहरू कटिरहेछ, फलहरू कुहिरहेछन्। अनि यो कहीँ कसैले भनिदिएर छर्नी भन्नुभयो कि त्यत्तिकै हो सधैँ अब यो अरूले छरेको देखेर हो? त्यही अरूले छरेको सबैले यही छर्छन् सर गाउँमा, अनि मैले पनि त्यस्तै गरेर छर्छु। कहाँबाट ल्याउनुहुन्छ यो औषधि भन्दै हुनुहुन्छ? कहाँबाट ल्याउनुहुन्छ यो औषधि? माथि बजारबाट ल्याउँछौँ सर, नजिकै छ। अनि के यो केही लिएर जानुहुन्छ कि त्यत्तिकै ल्याउने हो? त्यत्तिकै ल्याउँछौँ सर। यस्तो यस्तो भएको छ भनेर भन्छौँ एग्रोभेटवालालाई, अनि यो औषधलाई छिट्नु भन्छन् उनीहरूले, अनि हामी त्यही ल्याएर छिट्छौँ। त्यही ल्याएर छिट्ने है? हजुर। धेरै छर्छौँ सर मिसारै। मिसाएर यो रोग छिटै निको हुन्छ कि भनेर सर। भनेपछि एकैचोटि छर्दैछ आनन्दै। त्यो केही छैन सर, फल पाकिरहेको हुन्छन्, औषध छिट्छौँ र अनि व्यापारीहरूले मलाई टमाटर ल्याइदेऊ, तरकारी ल्याइदेऊ भनेपछि हामीले आज औषध छिट्छौँ, भोलि पनि टिपेर लगिदिन्छौँ। यहाँ कोही त्यस्तरी सिकाउने प्राविधिक जेटीहरू आउँदैनन्? अहिलेसम्म मैले देखाएको छैन सर, कोही प्राविधिक जेटी हो कोही आउँदैन सर। किसानहरूको फिल्डमा आएर किसानहरूलाई सिकाउने प्राविधिक हो। हजुर। आज हजुरहरूको डुल्दै यो गाउँमा आएको थुप्रै तरकारी लगाएको देखेँ। हजुर। अनि के छ त यहाँको बारेमा भनेर बुझ्न आएको। ठिकै छ सर। यसको आधा पैसा त यही औषधिले खाइदिन्छ है? हजुर। अनि औषधि छिर्दाखेरि तपाईँलाई समस्या त्यस्तो केही हुन्छ कि हुँदैन? किन नहुने सर, यो यति गन्ध आउँछ अनि कहिले रिङ्गाटा लाग्ने, बम फिटो उल्टी होला जस्तो हुने, शरीर सिस्नाले पोलेको जस्तो हुने, त्यस्तो हुन्छ। हजुरले जुन अहिले छरिरहनु भएको छ नि, हावा लागेको बेला छर्नु भएको छ, अनि सुरक्षित हुनु भएन। हजुर। हजुरको हेर्नुहोस् मुखमा मास्क पनि छैन। हजुर। होइन, चस्मा छैन, टाउकोमा ह्याट छैन, हातमा पन्जा छैन, खुट्टामा बुट छैन, खुट्टा अझ खाली खुट्टा छ होइन। यस्तो गन्जी लाउनु भएको छ, बाउला पुरा भएको छैन। यसले के हुन्छ त भन्दा सबभन्दा बढी यो विषले चाहिँ असर गर्ने भनेको मानव स्वास्थ्यलाई हो है। अहिले तपाईँले औषधि भनिरहनु भएको छ, औषधि होइनन्, यो विष हुन्। यसलाई विषादीको रूपमा बुझ्नु होला। कुनै पनि रोग किरा बालिनामा लाहन भने पहिला पहिचान गर्नुपर्छ। कसरी पहिचान गर्नुपर्छ? एउटा कुरो के हुने भने लक्षणको आधारले थाहा हुन्छ। हजुर। अर्को कुरो के हुन्छ भने तपाईँ कहीँ प्राविधिकमा जानुहुन्छ भने त्यहाँ लिएर जाने। हजुर। जस्तो के भएको हो भनेर लिएर जाने। बिरुवा उखेलेर लिएर जाने। बिरुवा उकाउनु नि पर्दैन, अब उकाउने सानो छन् भने त लान मिल्यो। नभए जुन भागमा रोग किरा लागेको छ त्यो भाग लिएर जाने। ल मेरो हेरी यस्तो भएको छ, यो के भएको होला भन्न पर्यो पहिला। हजुर। अब हेर्नु न, म त यस्तो झोलामा हजुर सिकाउँदै हिँड्छु। ठिक छ। विषादीलाई पनि के गरिदिएको छ भन्नुहुन्छ नि, चारवटा रङमा चाहिँ किसानले बुझ्ने भाषामा राखिदिएको छ। जस्तो हजुरलाई म देखाउँछु, यो छ नि। हजुर। यो विषादी चाहिँ के हो त भन्दै यो यहाँ देख्नुभयो कुन रङको छ? हरियो रङ हो, यो हरियो रङको भयो होइन। यो कुन रङको छ? यो निलो रङ। निलो रङको। हजुर। हेर्नु म पहिला रङ देखाउँछु। हजुर। यो कुन रङको छ? यो पहेँलो। पहेँलो। अब यो कुन रङको छ हेर्नु त? यो रातो। ल फरक रहन्छ नि त। हजुर हजुर। अब हाम्रो यस्तो यो विष चाहिँ कुन कडा हुन्, कति कडा हुन् भन्ने बारेमा भन्छु। यो विष त सबै विष हुन्, तर सुरक्षाको हिसाबले सबभन्दा सुरक्षित विषादी भनेको हरियो रङको। हामीले तरकारीहरूमा विषादी छर्नै पर्यो भने हरियो रङको विषादी छर्ने। अब तैपनि फेरि के हुन्छ भने हामीले यो फुल फुल्ने बेलामा, टिप्ने बेलामा सकभर छर्न हुँदैन। पहेँलो रङको विषादी सकभर छर्न हुँदैन, यो एकदम कडा हुन्छ। किन भन्दा यो फुल फुल्दाखेरि यो फुल फुल्ने त हाल्नै हुँदैन। फुल फुल्ने बेलामा, फल लागेको बेलामा, टिपेर हुन्छ नि, टिपेर बेच्ने बेलामा यो छर्न हुँदैन। यसले के गर्छ त भन्दा योलाई कम्तीमा पनि 21 दिनसम्म, 21 दिनदेखि 28 दिनसम्म पर्खन पर्ने हुन्छ। सकभर हामीले विषादी नछर्ने, छर्नै पर्यो भने हामी यस्तो खालको, जस्तो हेर्नुहुन्छ भने यो जुन यो हरियो रङको छ, यो टाइकोडर्मा। हजुर। यो फाइदाजनक ढुसी हो। त्यस्तै निममा आधारित, निम पत्तामा आधारित विषादीहरू जति पनि जैविक विषादीहरू छन् सबै केमा पर्छन्? हरियो रङमा। यस्तो प्रयोग गर्ने। रङको आधारले पनि विषादी फरक हुँदो रहेछन् नि। अब पढे लेखे नलेखे मान्छेले, पढ्न नजान्ने मान्छेले त अब कलरैबाट पनि छुट्याइदिए आउँदो रहेछ। हो, छुट्याइदिए हुन्छ नि त। हजुर। जस्तो तपाईलाई, जस्तो अब यो लौका, घिरौला, फर्सी, काँक्राहरू हुन्छ नि। हजुर। त्यसमा चाहिँ के हुन्छ, औँसा पार्ने किरा हुन्छ। हजुर। त्यो भित्र चाहिँ फल खस्ने, अनि त्यहाँ भित्र भएर पुरै सेता औँसा हुन्छ नि। हजुर हजुर। त्यसको लागि धेरै विषादी हाल्छन् मान्छेले। हजुर। तर के हुन्छ भने यस्तो खालको भाँडामा यो पाइन्छ,
जस्तो यहाँ हेर्नुहुन्छ भने क्युल्युर भन्ने पाइन्छ हजुर तेल लाएर यहाँभित्र यहाँ खोल्न मिल्छ हजुर यो खोलेर हजुर यहाँभित्र अड्काउनु मिल्छ क्या ए यहाँ अड्काएर ठ्याक्क राखिदिएपछि हजुर। अनि लएर खेतमा झुन्डाइदिनु भयो भने यसरी झुन्डाइदिनु भयो भने त्यो के हुन्छ त भन्दा त्यो औँसा पार्ने किरा जुन छ नि त्यसको हजुर, त्यो हजुर। झिँगाको भालेहरू यहाँ पोथी छन् भनेर गन्ध राख्दै हुन्छ पोथी छन् भनेर यहाँभित्र पस्छन् यो फन्दामा परेर मर्छन् हजुर अनि भाले सबै यहाँ मरेपछि के हुन्छ पोथीले भाले पाउँदैन पाउँदैन नपाएपछि के हुन्छ भने त्यो पोथीले अन्डा पारे पनि बतासे अन्डा पार्छ त्यस्तै गरी अब लुरहरू टमाटरमा लाग्ने चाहिँ जस्तो यो एउटा गबारो लाग्छ हजुर फ्रुटमा अनि यो लर ट्याक्क झुन्डाइदियो हजुर यहाँ अड्काउने कुरा हुन्छ त्यहाँ अड्काइदियो लुर अड्काइदियो ट्याक्क राखिदिएपछि यहाँ सबै फन्दा परेर मर्छन् ल अब यो यस्तो हेर्नुहोस् न यो पहेँलो खालको च्यापच्यापे हजुर अब यो निलो पनि पाइन्छ पहेँलो पनि पाइन्छ अब यसलाई लर खेतमा लर झुन्डाइदिनु भयो भने के हुन्छ यो यहाँ निकाल्न मिल्छ अब यो झुन्डाइ चाहिँ के हुन्छ भने यो मसिना खालका किराहरू छन् नि हजुर जुन भाइरस रोग सार्ने किराहरू हुन्छन् मसिना चुसेर खाने किराहरू यहाँ टाँसिन्छन् पहेँलोमा आकर्षण हुन्छन् क्या ठिक 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 थुप्रै विधिहरू प्रयोग गर्न सकिन्छ विषादीका विकल्पहरू छन् हजुर नमस्कार नमस्कार हजुर नमस्कार म त फेरि आएँ नि ठिक छ सर ठिक छ अनि अहिले त कति मान्छे त चिन्दै गाह्रो हुनुभयो त सर हजुरले योभन्दा 15-20 दिन अगाडि आएर भन्नुभएको थियो नि यसरी सिक्नुपर्छ औषधि भनेर हजुर अनि यो सबै पाउँदो रहेछ यो एप्रोन पाउँदो रहेछ चस्मा पाउँदो रहेछ मास्क छ यो सबै बुटहरू सबै पाउँदो रहेछ सर है तपाईँ त आज त अलिकति है सुरक्षित भएर कहीँबाट केही विषय नछिर्ने बनाउनु भएको छ बनाएको छ ल सर कस्तो राम्रो लाग्यो ल तपाईँ चाहिँ वास्तवमा अनुसरण गर्ने मान्छे रहेछ कहाँबाट पाउनुभयो चस्मा यो ती कपुरकोटी एक रोडमै पाइँदैछ सर अनि यो ग्राउन्ड लाउनु भयो अब आनन्द भयो नि त ठिक छ सर अहिले चाहिँ अब आफूले पनि अरूलाई पनि त्यसरी सिकाउनु पर्छ है र यसरी नै तमाम किसानहरूले पनि आफू सुरक्षित भएर विषादीलाई यो विष हुन् सकभर यसको संगत नगर्ने गर्नै पर्यो भने सुरक्षित मापदण्ड अप्नाएर विषादी प्रयोग गर्नको लागि हार्दिक निवेदन गर्दै अहिलेलाई बिदा हुन्छौं नमस्कार नमस्कार सर